हामी सबै नेपालीलाई बधाई छ। हामी सबैजना मिलेर फागुन 21 को चुनाव सफल पार्यौं। अनि यो चुनावका हिरोहरू रवि लामिछाने र बालेन्द्र शाह। भिडियोको सुरुवातमै प्रश्न गरिहालौं, रविले बालेनलाई नै किन प्रधानमन्त्री बनाउन खोज्दैछन्? के बालेन त्यति खत्रै मान्छे हुन्? हामीलाई यो चुनावले के दियो र के खोस्यो? राजसभामा यसपटक गतिलो मान्छेहरू आएको भन्ने सुनिन्छ। को हुन् ती गतिलो मान्छेहरू? आउनुहोस् आजको एपिसोडमा हामी यही विषयमा चर्चा गर्नेछौँ। दिस भिडियो इज स्पोन्सर्ड बाई ओभाकार्ट। ओभाकार्ट एउटा यस्तो एप हो जुन एपबाट तपाईँ नेपालमै रहेका अर्ग्यानिक सामानहरू किन्न सक्नुहुनेछ। प्ले स्टोरमा गएर ओभाकार्ट डाउनलोड गर्नुहोस्। 1000 रुपैयाँ भन्दा माथि सपिङ गर्दा अल नेपाल फ्री डेलिभरी पाउन सक्नुहुनेछ र हाम्रो रेफरेन्स कोड प्रयोग गरेर सामान किन्नु भए पनि 25% सम्म पनि छुट पाउन सक्नुहुन्छ। अब हामी भिडियोतर्फ लागौं। यो चुनावले हामीलाई के दियो र के खोस्यो? यो चुनावको सबैभन्दा ठूलो भिलेन मानिन्छन् केपी शर्मा ओली। फाइनली उहाँलाई हामीले गुमाउन सफल भएका छौं। उहाँले 5 चोटि भन्दा बढी जितेका ठाउँमा यो पटक भने बालेन शाहले पछाडी दिएका छन्। Nepal's rapid-turned politician Balendra Shah has delivered a stunning upset, defeating 4-time Prime Minister KP Sharma Oli in his own stronghold. हाम्रो नेपालको आजसम्मको सबैभन्दा ठूलो बोझ हल्का भएको जस्तो फिल भएको छ। बालेन शाहले 49,614 मतको अन्तरले केपी ओलीलाई जितेका छन्। यो चुनावको सबैभन्दा ठूलो सफलता यसलाई मान्न सकिन्छ। एमाले प्रत्यक्ष तर्फबाट जम्मा 9 सिट मात्र जितेको छ। एमालेमा यसपटक सुहाङ निङमाङ र क्षितिज थेबे बाहेक अरू कुनै चर्चित अनुहार देखिँदैनन्। अर्का भिलेन गगन थापा, जनताको पोइन्ट अफ भ्यूबाट। रवि लामिछानेलाई प्रमाण सहित पछाड्छु भन्ने गगन नै हुन्। रवि लामिछानेको सहकारीसँग जोडिएको केही प्रमाणहरू छन् जुन प्रमाणले उहाँ दोषी भएको कुरा देखाउँछ। तर न उनले प्रमाण दिन सके न उनले आफ्नो राजनीतिक करियर नै जोगाउन सके। नेपाली कांग्रेसका सभापति गगन कुमार थापा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार अमरेश कुमारसँग लगभग 13,000 को मतान्तरले हार बेहोरेका छन्। आफ्नो पार्टीको सभापति बनेको 1 महिना पनि नबित्दै राजनीतिक अस्तित्व नै मेटाउन पुगे। रविको राजनीतिक यात्रा अन्त्य गर्न दौडिएका गगन थापा आफ्नै एरियाबाट हारिन्छ भन्ने बुझेपछि सचिन तिमल सिन्हालाई टिका लगाएर सरलाई भागे, जितिन्छ कि भन्ने लोभले। तर उल्टो राजसभामा भर्खर प्रवेश गरेका अमरेश कुमारले उनको अस्तित्व नै मेटाइदिएका छन्। प्रधानमन्त्री बन्छ, ठगको बाख्रा चोर प्रधानमन्त्री बन्छ। गगन थापा हारेर गएन भने यही परिणाम यही आउँछ। यही आफ्नो आत्महत्या गर्छ। कांग्रेसले पनि यसपटक प्रत्यक्षमा 18 सिट मात्र जित्न सफल भएको छ। शेरबहादुर देउवा र आर्जु राणा जेनजेट आन्दोलनको पीडापछि राजनीतिक यात्रालाई विश्राम लिँदै यो दम्पति चुनावबाट टाढै बसे। कारण भविष्यमा के हुन सक्छ भन्ने बुझेका भएर हो कि के हो, तर यो चुनावले त्यो दम्पतिलाई पनि गुमायो। यसलाई पनि नेपालीहरूले उपलब्धि मान्दा हुन्छ। रवि लामिछानेको डायलग एकैछिनलाई उदारोमा लिएर भन्नुपर्दा यी 3 बा मध्ये 2 बा राजनीतिक मैदानबाट किक आउट भइसकेका छन्। दिस भिडियो इज पावर्ड बाई ई-डिजिटेक स्टुडियो। यदि तपाईँ नेपालमै बसेर कुनै बिजनेस गर्दै हुनुहुन्छ र डिजिटली ग्रो हुन चाहनुहुन्छ भने सम्झिनुहोस् ई-डिजिटेक स्टुडियोलाई। यो खेलको अर्को बिर्सन नहुने पात्र हुन् पुष्पकमल दाहाल उर्फ प्रचण्ड। मेरो मनमनमा के लाग्छ, त्यो पार्टीको जिम्मा पनि मैले नै लिनुपर्ने छ। उनको नामलाई नजिकबाट निहाल्दा पुष्प र कमल कस्तो सुन्दर रोमान्टिक नाम। तर उनको चर्चित नाम प्रचण्ड भन्ने अलिक भयानक सुनिन्छ। राजनीतिक सन्दर्भमा यो अध्यक्ष पुष्पकमल दाहालको युद्ध नाम हो। सशस्त्र विद्रोहको समयमा आफ्नो पहिचान लुकाउन र क्रान्तिकारी जोश छल्काउन उनले यो नाम रोजेका थिए। प्रचण्डको शाब्दिक अर्थ नेपाली र संस्कृतमा धेरै शक्तिशाली, भयानक वा अत्यन्त तेजस्वी भन्ने बुझिन्छ। सायद त्यही भएर होला उनी भन्छन्, एक थान सांसद म जहाँबाट पनि जित्छु नेपालमा, म मात्रै हो अहिले नेपालमा एउटा नेता जो चुनाव जित्छ। हो, हामीले फेरि पनि उनलाई जिताएका छौं, जानेर हो या अनजानमा। जिताउने त नेपाली जनता नै हुन्।
तर अब प्रचण्डले योचोटि कस्तो खेलहरू खेल्छन् होला त अब हामीले हेर्न बाँकी नै छ। प्रचण्डले जित्दै गर्दा उनीसँगै मर्ने बाँच्ने कसम खाएका माकुने अर्थात् माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल र सुमन सामी लगायत आफ्नै छोरी रेणु दाहालले पनि लाज मर्दो हार बेहोर्नु पर्यो। उनको पार्टीबाट प्रत्यक्षमा जम्मा 7 जनाले मात्र जितेका छन्। चर्चित अनुहार भने प्रचण्ड र वर्षमान पुन मात्र देखिए। अर्को पात्र कुलमान किसिङ। फिक्स डिपोजिटमा 3-4 अरब छ हैन, अनि कल अकाउन्टमा चाहिँ 2 अरब छ। टोटलमा हामीसँग 10 अरब 10 करोड छ। आज एउटा वन काट्नु र मान्छे काट्नुमा वन काट्नुलाई धेरै गाह्रो छ। उनी नेपालका लागि रियल हिरो थिए र हुन् पनि। तर जसरी महाभारतमा दुर्योधनको एउटा गलत निर्णयले सम्पूर्ण कौरव र हस्तिनापुरको विनाश भयो, त्यसरी नै कुलमानको एउटा निर्णयले उनलाई विश्वास गर्ने नेपालीहरूको भरोसा तोडियो। राजसभामा गएर सम्पूर्ण नेपालीलाई खुसी बनाएका उनले फेरि आफ्नै पार्टीमा फर्किए र पहिलो राजनीतिक यात्रामै ठूलो हार बेहोर्नु पर्यो। यो हार उनको मात्र हार होइन, सम्पूर्ण नेपाली जनताको विश्वासमाथिको हार थियो। उनी आफू त हारे नै र आफ्नो पार्टीलाई पनि पानी समेत खुवाउन पाएनन्। फागुन 21 को चुनावमा नेपालले गुमाएको हिरा कुलमान थिए। अब कुरा गरौँ हर्क साम्पाङको। राजै ल्याउने भने चाहिँ मलाई बनाउनु भनेको मैले। मै हो प्रधानमन्त्री। प्रधानमन्त्री भयो भने त म त सबै दुनियाँ काठमाडौँ त सबै आदि त श्रमै गरेर आउँछ। देशप्रति सिर्फ प्रेम मात्र राख्ने पात्र, तर आफू बाहेक अरू कुनै नेतालाई राम्रो भने उनले मान्दैनन्। त्यस्ता कुरा नगर्नु। त्यसो चुनावपछिको प्रधानमन्त्री हर्क साम्पाङ। प्रधानमन्त्री हर्क साम्पाङ को हो त तपाईलाई सोध्छु को? अबको प्रधानमन्त्री म नै हो भन्दै हिँडेका हर्क अन्ततः राष्ट्रिय राजनीतिमा प्रवेश गरेरै छोडेका छन्। हर्कको यो साहसलाई भने मान्नै पर्छ। तर दुःखको कुरा, यदि उनको भाषण शैली र अभिव्यक्ति सुधारिएको भए उनी भारी मतले जितेर आफैसँगै आफ्नो पार्टीलाई पनि संसदसम्म पुर्याउन सक्थे। माटो पार्टीले प्रत्यक्षमा 3 सिट जितेको छ। चर्चित अनुहार भने हर्क आफै हुन्। हर्कको पार्टीलाई सुदन किरातीले निस्वार्थ रूपमा सहयोग गरेको भनी उनी आफैले पोस्ट गरेका थिए। उनको पोस्ट अनुसार भोजपुर, सुनसरी 1 र खोटाङमा हामीले निस्वार्थ रूपमा सहयोग गर्यौं भन्दै हर्कलाई बधाई समेत दिएका थिए। अबको दिनहरूमा हर्क लगायत सम्पूर्ण माटोबाट जितेका उम्मेदवारहरूलाई हामी वेलकम गर्न चाहन्छौँ। आशा छ उहाँहरूले संसदमा राम्रो रोल निर्वाह गर्नुहुनेछ। ज्ञानेन्द्र शाही। होली वाइन काण्डमा केपी ओलीलाई पक्राउ गर्नुहुन्छ भन्ने कुरा आशा छ हामीलाई। गिरिबन्धु टी स्टेट घोटाला प्रकरणको छानबिन हुन्छ, केपी शर्मा ओलीलाई हत्कडी हाल्नुहुन्छ भन्ने कुरामा आशा छ। अब कुरा गरौँ राष्ट्रिय राजनीतिमा भर्खर उदाउँदै गरेका नेता ज्ञानेन्द्र शाही। उनी आफूले भने जित्न सफल भए, तर उनको पार्टीले भने लज्जास्पद हार बेहोर्नु पर्यो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेल हारको शिकार भएको कुरा तपाईहरूले सुन्नु भएको होला। उनले झापा 3बाट 17,294 मत ल्याएका थिए, तर घण्टीका प्रकाश पाठकले 38,674 मत ल्याएर जितेका थिए। लिङदेनको पनि राजनीतिक यात्रामा ठूलो धक्का लागेको छ। त्यसैगरी चर्चित पत्रकार दिवाकर शाहले पनि हार बेहोर्नु पर्यो। उनी स्वतन्त्र भएर लडेका थिए। अहिले भने उनी पुरानै पेसा पत्रकारितामा फर्किसकेका छन्। त्यसैसँगै पटक पटक पार्टी फेर्दै हार्दै गरेका पत्रकार रविन्द्र मिश्रले यो पटक झन नराम्रोसँग हार्नु परेको थियो। उनी मात्र होइन, स्वागत नेपाल जस्ता धेरै राप्रपाका नेताले हार बेहोर्नु पर्यो। सिङ्गो पार्टीले हार्दा भने ज्ञानेन्द्र शाही एक्लैले पार्टीको अस्तित्व जोगाएका छन्। उनको जुम्लामा शानदार जित भएको थियो। त्यही जिल्लामा रासुपाकी नेत्री विनेता कठ्यातले ठूलो हार बेहोर्नु परेको थियो। त्यसैगरी ऋषि धमलाको पार्टीले पनि लाजमर्दो हार बेहोर्नु पर्यो। उनी उठेको रौतहट 4मा घण्टीबाट गणेश पौडेलले जितेका छन्। अहिले भने ऋषि धमलाले मेरो अब यो पार्टीसँग कुनै सम्बन्ध छैन भन्दै पार्टी छोडिसकेका छन्। र आजको दिनबाट मैले जुन चुनाव चिन्ह लिएर चुनाव लडेको थिएँ, मोबाइल चुनाव चिन्ह, त्यो पार्टीसँग र त्यो चिन्हसँग मेरो अब सम्बन्ध रह्यो। त्यो पार्टी प्रभु शाहको हो। त्यो पार्टीले यसपालि पानीसम्म खान पाएन। हाम्रो फागुन 21 को चुनावमा हामीले बोनसमा पाएका छौँ महावीर पुन। हो, साँच्चै नै हाम्रो पोकी वैज्ञानिक महावीर पुनलाई हामीले बोनसमा नै पाएका हौँ। अब उनले के रोचक काम गर्छन् त्यो भने हेर्न बाँकी नै छ।
जे होस् यस पटक संसदमा रमाइलो हुने भयो। तपाईहरुलाई लागिरहेको होला राष्ट्रिय स्वतन्त्र पार्टीको किन कुरा भएन। यो पार्टीको बारेमा हामी स्पेशल भिडियो बनाउँदै छौं। त्यतिन्जेलसम्म तपाईहरुले धैर्य धारण भने अवश्य गर्नुपर्नेछ। अर्को एपिसोडमा हामी रवि र बालेनको बारेमा खुलेर कुरा गर्नेछौं। आजको लागि भिडियो अन्त्यसम्म हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। तपाईहरुलाई हाम्रो एपिसोडहरु कस्तो लागिरहेको छ कृपया कमेन्टमा आफ्नो प्रतिक्रियाहरु दिनुहोला।